नमस्ते, स्वागत छ यहाँलाई ब्ल्याक एन्ड व्हाइटमा। 2072 साल वैशाख 12 गते, probably one of the most saddest day in the lives of Nepalese people, not only in Nepal but living throughout the world. त्यस दिन पश्चात हरेक नेपालीको मनमा एउटै कुरा खड्केको हुन्छ, त्यो पाउँछौँ पनि। अब नेपाल के हुन्छ त? अब नेपाल यहाँबाट कहाँ पुग्छ त? अब हामीहरू सबै मिलेर के गर्ने कि यसरी नै अगाडि बढ्ने? There are a lot of negative thoughts also, but there are a lot of positive thoughts also. There are groups of people, there are individuals, NGOs, INGOs, government officials. Everybody is just coming in groups, forming a team to make sure we will land somewhere positively. Namaste, James. Very Vijay, namaste. Black and Thank you so much. Rishal, welcome to Black and White. Thank you. Came up yesterday. Very positive person, है ना? हाँसिरहनुहुन्छ सधैँ। व्यस्त भन्नाले त अब अलिअलि चाहिँ ये आफ्नो कामलाई लिएर पनि अब बिस्तारै इट्स टाइम टु गेट ब्याक टु वर्क भन्ने कुराहरू पनि भइरहेछ हैन। अनि सँगसँगै अरू रिलिफ वर्कको कामहरू त अब सकेसम्म घरबाट भइरहेछ। म आफैले सक्ने आफैले गरिरहेको छु, बहिनीले सक्ने बहिनीले गरिरहेछ हैन। अनि साथीभाइहरूले गरेको पनि ती चिजहरू छ। तर अब चाहिँ सायद डाइरेक्टली चाहिँ फिल्डमा उत्रेर चाहिँ अलिकति कम भएको छ काम गर्नलाई हैन। 14 गतेदेखि तपाईँ त अपरेसन रिलिफको निम्ति लागिसक्नु भएको थियो। हजुर, अहिले काममा लाग्दैछु भन्दै हुनुहुन्छ है? त्यो पनि त काम थियो नि। हजुर, आफ्नो प्रोफेसनल काम भन्नु खोजेको। ओके, फिल्म बनाएर नै मान्छेलाई एटलिस्ट अब चाहिँ अब बनाउने फिल्मले चाहिँ यो दुःखको कुराहरू अलिकति छोडिदिउँ, हँसाउन चाहन्छु हैन। त्यो खुसी बनाउनु पर्यो। हजुर, त्यो सोचको साथ चाहिँ ह्याप्पीनेस इज व्हाट वी वान्ट। हजुर। जेम्स, तपाईँ पनि व्यस्त हुनुहुन्छ? मेरो त काम पनि छैन, फुर्सद पनि छैन खास भन्ने हो भने। लागि परिरहेको छु हैन। अब आएको काम गरेर बसिरहेको छु। ब्याक टु नर्मल हुन खोजिरहेको छु, नर्मल स्टेजमा जान खोजिरहेको छु। खोइ मलाई लाग्छ कहिले हुन्छ जस्तो लाग्छ, कहिले हुँदैन जस्तो लाग्छ। अहिले पनि मान्छेहरूको चाहिँ मनमा के डर छ भन्दाखेरि कतै ठुलो जाने हो कि कतै हामी मर्ने हो कि, त्यो चाहिँ अहिले पनि छ। फियर हैन? निश्चल, तपाईँ नि यु आर इन्भल्भ विथ द युथ अफ नेपाल। थुप्रै युथहरूलाई परिचालन गर्नुभएको छ। परिचालन भन्दा कस्तो किसिमको मुभमेन्ट हो यो? तपाईँलाई युट्युबमा पनि हामी देख्छौँ परिचालन थरी थरी कुरामा होइन? होइन, परिचालन त्यो भन्दा पनि लाइक आइ एम ट्राइङ टु गेट इन्भल्भ विथ अलङ विथ एज मेनी युथ एज पोसिबल हैन। जसले जे काम गरिरहनु भएको छ म त्यहाँ गएर उहाँहरूसँग काम गर्दाखेरि उहाँलाई अलिकति एक दुईवटा इन्सपायरिङ कुरा गरिदिँदाखेरि या केही राम्रो चिज गरिदिँदाखेरि उहाँहरू झन् धेरै मोटिभेट हुनुहुन्छ। वाइ सुड नट आई डु द्याट? हाम्रो देश बन्छ त? बनाउने नै हामीले हो जस्तो लाग्छ मलाई हैन। यु जस्ट किप, इफ यु किप वेटिङ हैन, पर्खेर कसैले बनाइदेला, नो वान इज गोइङ टु कम अप। कसै कोही पनि आउँदैन, सबैले आफ्नो घर बनाउने हो। युथहरूले बनाउनै पर्छ जस्तो लाग्छ। अनि अहिलेको जुन युथ मुभमेन्ट जुन 12 वैशाख पछाडि देखियो नि, आई थिङ्क इट्स भेरी पोजिटिभ। त्यो कुराले चाहिँ देखाइरहेको छ कि युथ आर गेटिङ इन्भल्भ इन पोलिटिक्स, दे आर गेटिङ इन्भल्भ इन रिलिफ एन्ड एनी काइन्ड अफ एफोर्ट द्याट दे वान्ट टु डु हैन। चेन्ज खोजिरहेछ एन्ड दे आर बिकमिङ अ पार्ट अफ द चेन्ज। पोलिटिक्सको कुरा गर्नुभयो तपाईँले, राजनीतिको। भूकम्प आए पश्चात नेपालमा भएका जति पनि युवा पिँढीहरू एकजुट भएको हामीले पायौँ। हजुर। तर कुनै पोलिटिकल इस्युजहरू अहिले आउँदाखेरि फेरि टुट्न थालेको पनि त देख्छौँ। अनि पोलिटिक्समा म आफै, किनभने म धेरै बाहिरको इक्जाम्पल भन्दाखेरि पनि वाइ एम आई नट सो थिङ्किङ अबाउट एनी अफ द पोलिटिसियन्स अर पोलिटिक्स देशमा के भइरहेछ भन्ने कुरा गाली गर्नलाई मात्र म कति थिएँ त? गाली गर्नलाई त सबैजना अग्रसर थियौँ कि काहीँ के बिग्रियो गाली गर्थ्यो, काहीँ के बिग्रियो गाली कसलाई गर्ने छँदैछ हाम्रो नेताहरू, मजाले गाली गरिदिउँ। तर त्यो नेताहरूलाई गाली गरेर चाहिँ केही पनि कुरा चेन्ज भइरहेको छैन। बिकज हजुर, हामीले केही पनि गरिरहेको छैनौँ। बोल्न त बोलिरहेछौँ, होइन गाली आफ्नो ठाउँमा छँदैछ, तर सल्युसनको रूपमा आफू पनि त अगाडि बढेर आउनु पर्यो। अब उहाँहरूलाई गाली गरेर त यत्रो वर्षदेखि गाली गर्दाखेरि त चेन्ज नभएको मान्छे हामी अब भुइँचालो आएर के अरे महिना दिनमा चेन्ज हुन्छ भनेर कसरी एक्सपेक्ट गर्ने? सो युवा पिँढीहरूलाई तपाईँ यो मेसेज दिनुहुन्छ? हजुर, इफ यु वान्ट टु चेन्ज समथिङ हैन, स्ट्यान्ड अप फर इट, यु वर्क अन योर ओन
स्ट्यान्ड अप फर योर राइट यस तपाईँ पनि त्यही भन्नुहुन्छ तर तपाईँ त गीतको माध्यमबाट भन्नुहुन्छ म चाहिँ के भन्छु भन्दाखेरि नेपाल एक दिन पक्कै पनि फेरि बन्छ फेरि विश्वास छ जस्तै अब कुनै अब नेताले गरेन अथवा चाहिँ कुनै कसैले चाहिँ इन्डिभिजुअल कसैले कुनै सोसाइटीले गरेन नगर्दैमा चाहिँ यो बन्न चाहिँ रोकिँदैन अलि टाइम लाग्ला अब नेपाल भनेर नेपाली भनेर हामीहरू नेपालमा मात्रै सीमित छैनौँ नि त्यो चाहिँ हो तपाईँ त अस्ति बेलायत पनि जानुभएको थियो हजुर यो भूकम्पको निम्ति त्यहाँ गएको अनुभव कस्तो भयो रोयल अल्बर्ट हलमा रोयल अल्बर्ट हलमा यो चाहिँ हामीले लकिली पायौँ होइन ठाउँ हामीले यसपालि हेल्प नेपालले हामीलाई पछाडिबाट सहयोग गरेछ यो च्यारिटीको लागि मलाई लाग्छ राम्रो पैसा उठाए जस्तो छ सुनेको मैले अब राम्रो कुरा त भएको छैन राम्रो क्राउड जम्मा पार्न सक्यो कार्यक्रम सफल भयो होइन यसमा अब अरू अग्रज कलाकार साथी दाईहरू हुनुहुन्थ्यो जस्तो दिप दाई ओम दाई योगेश्वर माथि सबै हामी मिलेर गरेको भन्नुपर्छ यसलाई पहिलाको इभेन्टमा चाहिँ के भन्दाखेरि पैसा आउँथ्यो होइन रमाइलो हुन्थ्यो तर यसपालिको चाहिँ उल्टो खल्तीबाट चाहिँ हामीले चाहिँ खर्च गर्नु पर्यो एउटा अब फरक त्यति मात्र हो किन भन्दाखेरि तर जनसेवा मनले अब पहिलाभन्दा योचोटि मजा पनि धेरै आयो होला तर तपाईँले यो कुरा मान्नुहुन्छ जेम्स कि रोयल अल्बर्ट हलमा पर्फर्म गर्नु भनेको त कुनै चान्चुने कुरा त होइन नि इट्स अ ड्रिम कस्तो थियो द्याट पर्टिकुलर मोमेन्ट मैले दर्शन पाएँ कि स्टेजमा गएर ओहो कलाकारको त यो पो हो पर्फर्म गर्ने ठाउँ मलाई लाग्छ मैले सुरुमा त अझ नर्भस भएर राम्रो पर्फर्म पनि गर्न सकेको थिएन म त हल मात्र हेरेर बसेँ आहा यो यस्तो लाइट यस्तो आउने रहेछ यहाँ साउन्ड यस्तो राम्रो रहेछ स्टेज यस्तो रहेछ कति हामी साथीहरू सल्लाह पनि के कुरा पनि गफ गऱ्यौँ भन्दाखेरि नेपालमा पनि एउटा बनाउन यस्तो हल हामी सक्छौँ नि भनेर कुरा चाहिँ गरेको थियौँ सकिन्छ गऱ्यो भने सकिन्छ तपाईँ त अलिकति कहिलेकाहीँ एउटा निर्देशक मात्रै नभएर कलाकार मात्रै नभएर कहिलेकाहीँ पोलिटिकल युथ लिडर जस्तो पनि लाग्छ लिडर त होइन लिडर त हो नि द्याट्स वाइ एउटा डिरेक्टर फर फिल्म्स या बट व्हाटएभर सोशल लाइफमा आई जस्ट ट्राई टु इन्स्पायर पिपल तपाईँ जहिले पनि यो बन्द गर्न पाइँदैन बन्दलाई बन्द गर्नुपर्छ भन्ने नारा लिएर जहिले पनि अगाडि बढ्नुहुन्छ त्यो त रिजन जेसुकै होस् होइन तर नो वान हेज द राइट टु किप अस लक्ड इन आवर होम्स होइन नो म्याटर वाट एभर द रिजन तपाईँहरूको लागि हामी लड्दैछौँ तपाईँ घरमा थन्केर बस्नुहोस् भन्ने खालको नारा कोही लिएर आउँछ भने हामीलाई मूर्ख बनाइरहेछौँ होइन धेरै वर्षसम्म मूर्ख भयो अब मूर्ख बनिँदैन त्यही हो बाइक लिएर गाडी लिएर के लिएर हुन्छ त्यो चिज डिफाई गर्नलाई होइन अगाडि बढ्नु चाहिँ पर्छ होला अब चाहिँ बिकज नथिङ गुड एज तपाईँ एकजनालाई आँट आउँछ सबैलाई त्यस्तो आँट कसरी दिलाउने इफ आई गो आउट होइन म नडराइकन बाहिर निस्किन्छु भने म जस्तो मैले भन्ने कि पुरै नेपाल उर्लेर आओस् भनेर इट्स नट माई एक्सपेक्टेसन एज वेल होइन यदि केही चिज रङ भइरहेछ भने मलाई लागिरहेछ यो चिज रङ हो त्यही भएर म बाहिर गएँ अब अर्कोलाई चाहिँ मैले तपाईँ आउनुहोस् यसको बारेमा के अरे विरोध गरौँ यसको भनेर मैले त्यसरी भन्ने नै होइन क्या इफ दे फिल कि यो कुरो गलत भइरहेछ त्यो गलतको लागि चाहिँ लड्नलाई अगाडि आफै आउनुपर्छ एन्ड इट्स नट लाइक वी आर गोइङ फर अ फाइट हामी वी आर जस्ट सेइङ कि दिस इज माई राइट होइन एज एन इन्डिभिजुअल आई हेभ द राइट यस इफ आई वान्ट नेगेटिभ कुराहरूलाई एकछिन यहाँ राखौँ पोजिटिभ कुरा फेरि उठ्नेछ नेपाल फेरि उठ्नेछ हजुर फेरि उठ्नेछ नेपाल जेम्स योर म्युजिक इन इट यसमा म म्युजिक डाइरेक्टर भिडियो डाइरेक्टर लिरिसिस्ट पोस्ट देखाउँ भने रञ्जित आचार्य दाइ यो के कस्तो भावमा चाहिँ बनेको गीत I think it's we'll talk about that after a short break. Stay back with James and Michelle. स्वागत छ यहाँलाई फेरि पनि ब्ल्याक एन्ड व्हाइटमा मसँग हुनुहुन्छ जेम्स प्रधान एन्ड निश्चल बस्नेत स्वागत छ अघि भावको कुरा गर्दै थियौँ कस्तो भाव छ यो गीतमा तपाईहरुले के गर्न खोजिरहनु भएको छ गीतबाट के गर्न चाहनुहुन्छ भाव त गीतको भाव हैन थ्रु म्युजिक चाहिँ दाइले नै भन्न सक्नुहुन्छ होला सायद यसमा जुन वैशाख 12 देखि जुन जो पनि लागि परेछ सबै नेपाली जनता यङ टिन हैन बुढो मान्छे बीचको मान्छे सबै उमेरको मान्छेहरूले चाहिँ जसरी युनिटी देखायो जस्तो काम गरेर देखायो जस्तो हेल्प गर्यो यो चिजहरुलाई चाहिँ हामीले सेल्युट गरेछ वास्तवमा भन्ने हो भने र हामी फेरि उठ्छौं भनेर भनेको छौं र यसलाई हामीलाई चाहिँ कोकले सपोर्ट गरेछ कोक जस्तो मल्टिनेशनल
कम्पनीले सपोर्ट गरेको प्रोजेक्ट हो भने यसमा त्यस्तो के कुरा छ? त्यस्तो के कुरा भन्दा पनि जुन इट्स अ मल्टिनेसनल कम्पनी होइन, अनि उसले चाहिँ यो इनिसिएसन नै किन लियो भन्दाखेरि हामीले देखेको हिरोजहरू जति देख्यौँ होइन, टेलिभिजनको थ्रुमा या कुनै मिडियाको थ्रुबाट देख्यौँ, त्योभन्दा धेरै हिरोजहरू होइन जुन वैशाख 12 पछाडि चाहिँ काम गरेर हिरो हुनुभएको थियो होइन, त्यस्तो मान्छेहरू चाहिँ धेरैको स्टोरी बाहिर आएको छैन। त्यो स्टोरीलाई अब बाहिर निकालौँ, त्यो हिरोजहरूको कथाको बारे कुरा गरौँ, त्यो हिरोजहरूले गरिरहेको कामको बारे कुरा गरौँ, ताकि उनीहरूलाई यो चिजले नपोलोस् कि पछि गएर कि विथ इट सो कति धेरै कुराहरू गरियो होइन, तर कसैले पनि थाहा पाएन कि हाम्रो होइन, त्यो मान्छेले कसैले पनि मैले गरेको चिज थाहा पाओस् भन्नलाई गरेको थिएन। तर इफ दे प्योर फिलिङ्स आफ्नो भित्रबाट आएको त्यो मान्छे यत्तिकै लागि परिरहेको थियो त्यहाँनिर। भोग, निन्द्रा, दुःख, पीडा केही पनि यादै नराखिकन एउटा हात कतै छुटे सयौं हात जुट्छन् अनि एउटा बाटो बन्द भए सयौं बाटो खुल्छन्। त्यो वास्तविकता नै हो नि। वास्तविकता हामी जहिले पनि कम्प्लेन गर्ने गर्छौँ, अब त खत्तम भयो, हामी त सक्यौँ, हामीले केही गर्न सक्दैनौँ भन्छौँ, तर त्यो सत्य हो र? पढ्दाखेरि हरेक मानिसले त्यहाँबाट निक्लन्छु नै भनेर कोसिस गरेर हुन्छ, राइट? डेथ इज इनएभिटेबल बट वी अलवेज फाइट थ्रु द्याट। अब यो सिचुएसनलाई फाइट गर्ने गीत रहेछ नि त। जो अगाडि बढ्नुको लागि चाहिँ अब कलाकारहरूले गर्न सक्ने यही नै हो वास्तवमा भन्ने हो भने। यस्तै खालको चाहिँ कामहरू गर्न सक्छौँ हामीले। यसलाई मानिसहरूलाई अलिकति के गरेको फिल होस्, आफूले गरेको पखल निश्चलले भने जस्तै गरेर हिडन पछाडि यत्रो के भयो, अनसिन हिरोज, उनीहरूले अब उनीहरू पनि अगाडि आओस्, उनीहरूको स्टोरी पनि देखियोस् भन्ने चाहिँ चाहना छ। यो चाहिँ प्रोजेक्टमा भनौँ, यो चाहिँ हाम्रो चाहिँ अभियानमा त्यो भिडियोको थ्रुबाट त आई थिङ्क वी जस्ट एउटा मेसेज मात्र, सानो मेसेज छ त्यो भिडियोको थ्रुबाट होइन। गीतमा पनि सायद त्यत्रो धेरै शब्दले पनि भन्न खोजेको एउटै चिज मात्रै छ कि हामीलाई जे घट्यो होइन, दिस इज नट द एन्ड होइन, एभ्रीवन हेज ट्राई टु डु समथिङ, यस वी विल राइज अगेन भन्ने कुराहरू छ। थुप्रो कलाकारलाई जुटाउनु भएको रहेछ तपाईँले। कलाकारहरू धेरै छन् यसमा होइन, गायिकाहरू, मोडल्सहरू पनि छन्। नाम लिनु पर्दा प्लेयर पनि छ फुटबल, अनिल गुरुङ छ, सृष्टि श्रेष्ठ छ, अरू त बाँकी सबै अब हानी छोइङ रोलमाले गाउनु भएको छ, अनुराधा कोइरालाजी हुनुहुन्छ। निश्चल तपाईँले डिरेक्सन गर्दाखेरि उहाँले त गीत बनाउनु भयो डेफिनेटली, राइट? तपाईँ र रञ्जित अनि जेम्सको जुन एउटा यो आएर कतै भेट्नुपर्ने ठाउँ त तपाईँले पिक्चराइज गरेर निकाल्ने ठाउँ थियो नि त, त्यो काम गर्दा तपाईँलाई चाहिँ कस्तो लाग्यो नि? यु ह्याड टु मिट समवेयर, राइट? लिरिक्सले भनेको कुरा, म्युजिकको भावले ल्याएको भावनालाई जोडेर प्रस्तुत गर्नु त सजिलो कुरो त होइन नि। मेरो लागि चाहिँ सजिलो कसरी भएको थिएन चाहिँ जेम्स दाई, रञ्जित दाईहरूले चाहिँ दे ह्याड वर्क अन दिस आइडिया अलरेडी, अनि यो कुरालाई लिएर चाहिँ उहाँहरूले काम गरिरहनु भएको थियो। म्युजिकको फेज मलाई रफ फेज सुनाउनु भएको थियो, अनि इभन द भिडियोको स्टोरी लाइन चाहिँ यस्तो खालको छ है भनेर पनि रञ्जित दाईहरूले दे ह्याड वर्क अन इट। अनि मैले हेरेँ कि यसो हेरेँ, ओके दिस लुक्स, मैले म्युजिक भिडियो फिल्मलाई छोडेर कुनै पनि भिडियो गरेको छैन होइन, न एडभर्टिजमेन्ट गरेको छु न केही गरेको छु। अनि त्यो उहाँले सुनाइसकेपछि ओके आई वान्ट टु डु इट दाइ भनेर मैले भनेको थिएँ, किनभने इट्स नट बिकज इट्स नट फर द मनी, इट्स नट फर एनी अदर थिङ होइन। यो गीतको भाव त अब त्यहाँ हेर्न आफ्नो ठाउँमा छँदै छैन, तर ओरिजिनल कम्पोजरको आवाजमा 2-4 लाइन त सुन्नु पर्छ जस्तो हुन्छ। सुनौँ न एकचोटि। एउटा हात कतै छुटे सयौं हात जुट्छन्, एउटा बाटो हो बन्द भए सयौं बाटो खुल्छन्, निराशाको बादललाई चिर्नु छ हाँसेरै, हरेक सपनालाई साच्नु छ हाँसेरै, हामी सक्छौँ अघि बढ्छौँ कहिल्यै नझुक्ने नेपाली फेरि उठ्छौँ। Stay back with Black and White. स्वागत छ यहाँलाई फेरि पनि ब्ल्याक एन्ड व्हाइटमा। मसँग हुनुहुन्छ नेशल बस्नेत एन्ड जेम्स प्रधान। वेलकम ब्याक इन। थ्याङ्क यू दाइ। फेरि उठ्नेछ नेपालीहरू। भेरी गुड मेसेज।
तर यो मेसेजलाई प्रोजेक्ट गर्ने आफ्नो ठाउँमा छ राइट उठ्नको लागि गर्ने चाहिँ के नै वास्तवमा भन्ने भने विकासै हो गर्नुपर्ने राइट होइन किन भन्दाखेरि जुन हामी गतिमा पहिला जसरी गइरहेको थियो हाम्रो यो बिचको अर्थक्वेकले हामीलाई चाहिँ 10औं वर्ष पछाडि पुर्याइदिएको छ अब हामीले स्पिड लिनुपर्छ यसलाई सबैले आफ्नो आफ्नो ठाउँबाट गर्न सक्ने चिजहरू गर्नुपर्छ जस्तै भन्नुपर्दाखेरि स्वार्थीपन छोड्नु पर्यो स्वार्थीपन छोड्नुपर्छ सही कुरा सबभन्दा ठुलो कुरा सही कुरा अर्को कुरा अब समय दिनु पर्यो कि अब आफ्नो लागि होइन कि अब देशको लागि भनेर केही समय छुटाउनु पर्यो हरेक मान्छे घर घरबाट उठेर चाहिँ विकासकोतिर चाहिँ विकासको लागि चाहिँ अगाडि बढिदिनु पर्यो तपाईलाई कस्तो लाग्छ अनि योबाट उठेर बाहिर आउनलाई हामीले देखेको मैले देखेको र यो क्याम्पेनिङ पनि त्यही हिसाबले हामीले गर्न लागिरहेको हो कि लेट्स इन्स्पायर पिपल लेट्स नट टेल देम व्हाट टु डु होइन बिकज सबैलाई थाहा छ जस्तो लाग्छ कि हामी योबाट बाहिर कसरी आउने let them do what they feel like doing the right way yes if you think something is good for you and it will certainly be good for some more तर मिलेर त काम गर्नु पर्यो नि त हजुर एउटा अलिकति है नकारात्मक कुरा त होइन बाहिर चलेको कुरा हो बाहिर सुनेको कुरा हो सबै युथहरू उठे हजुर यदि सबै युथहरू अर्गनाइज भएर नै गरेको भए त अझै धेरै काम देखिन्थ्यो होला हजुर फट्ट यता गएर मात्रै त्यो स्क्याटर्ड भयो भन्छ नि त्यो सत्य हो त्यो सत्य पनि हो र प्लस हामीले अर्को कसरी युथको मेन्टालिटी युथको दिमाग कसरी चल्छ भन्ने कुरालाई पनि हामीले अलिकति हेर्नुपर्छ होला साइकोलोजी अफ ए ह्युमन बिइङ हु इज ग्रोइङ अप भनेर भनौँ न द फास्ट ग्रोइङ अप एकदम फास्ट हुन्छ हैन कति चीजहरु चाहिँ दे टेक इट सो फास्ट हैन एन्ड दे लिभ इट भेरी फास्ट एज वेल एउटा टाइम सस्टेन गर्नु पर्यो हो त्यो सस्टेन गराउनलाई चाहिँ दे क्यान नट धेरै कुरामा लिएर चाहिँ दे क्यान नट टेक इट मेक इट भेरी सिरियसली लिएर चाहिँ लामो समयसम्म दे क्यान नट गो इन किनभने एउटा प्रोसेसमा लाइफको प्रोसेसमा जे चीज आइरहन्छ हैन दे विल वर्क अन इट त्यसमा काम गर्दै जान्छ एन्ड दे विल मुभ अहेड विथ देयर ओन लाइफ तर त्यो सबै चीज कोही एकजनाले राज्यको कुनै एउटा अङ्गले मात्र भए पनि नि दिस इज द युथ अफ टुडे हैन वी आर डुइङ भेरी गुड हैन इफ यु नीड हेल्प एनी सेन्स अफ एप्रिसिएसन भन्ने चाहिँ चाहियो त्यसलाई त्यतिखेर कसैले सम्बोधन मात्र गर्दै पनि बढ्छ नि अझ लङ लास्टिङ जान्थ्यो होला के अहिले चाहिँ के छैन त लास्टिङ हो भइरहेछ तर इट्स श्रिङ्किङ नाउ लगत्तै भूकम्प लगत्तै 1.5 लाख जना युथहरू मात्रै फिल्डमा काम गरिरहेको युथहरू त्यति थियो भने अहिलेको केसमा हेर्दाखेरि एकदम कम भइसकेको छ एकछिन हेरौँ न त तपाईको बारेमा अरूहरूले के भन्दा रहेछ त I think we lack directors like Nishal. He is so clear with his vision. उसले कस्तो खालको फिल्म बनाउँछ उसलाई पहिल्यै थाहा हुन्छ उसको दिमागमा हुन्छ he exactly know what he needs to do a film or to do a successful film and त्यही कारणले पनि होला अहिले कसरी माने पनि नमाने पनि he is the number one director of our film fraternity. मैले रिसेन्टली जेम्स दाइसँग काम गरेको भनेको चाहिँ हाम्रो कोकले गरेको फेरि उठ्ने छ नेपाल क्याम्पेनको लागि बनाएको गीतको लागि हो यो गीत आफैमा एउटा एकदमै राम्रो मोटिभेटिङ सङ छ र भेरियस आर्टिस्टहरूले पर्फर्म गर्नुभएको छ त्यसमा म पनि पर्न सफल भएको छु सौभाग्यले यसलाई हाम्रो जेम्स दाइले एकदमै राम्रोसँग कम्पोज गर्नुभएको छ हि इज भेरी ट्यालेन्टेड सिङ्गर कम्पोजर डिरेक्टर एडिटर के हो जेम्स दाइको त धेरै कुरा थप्नु पर्छ निशलले सिनेमा मात्र बनाइरहेको बेलामा अहिले कोकाकोलाको जुन उसले एउटा इनिसिएटिभ हामी उठ्ने छौँको इनिसिएटिभ लिएर बनायो त्यसको राम्रो रेस्पोन्स आएको छ आई पर्सनली लाइक इट टु र उसले आफ्नो प्रोफेसनल लाइफलाई चाहिँ डिफ्रेन्ट नट जस्ट मुभीमा मात्रै सीमित नराखेर अरू पनि कुराहरू गरिरहेको छ र मलाई लाग्छ दिस विल टेक हिम टु अनदर लेभल र हि इज भेरी ट्यालेन्टेड भर्सटाइल पर्सनालिटी भन्न रुचाउँछु म र यो गीत पनि जेम्स दाइले एकदमै राम्रो बनाउनु भएको छ र सहकार्य एकदमै जारी छ जेम्स दाइसँग विभिन्न कमर्सियलहरूमा बोल्ने गाउनेदेखि लिएर गीतहरू पनि जेम्स दाइसँग गरिरहेको हुन्छु र इज भेरी गुड ह्युमन बिइङ एकदमै अहिले पनि न्यु कमरहरूसँग पनि एकदमै राम्रोसँग प्रेजेन्ट हुनुहुन्छ एकदमै कम्फर्टेबल जोनमा राखिदिनुहुन्छ हामीलाई पनि जस्ट एकदमै मजा आउँछ जेम्स दाइसँग काम गर्न चाहिँ त्यो भयो उहाँले बोलेका कुराहरू ओके आई विल गिभ यु 1 मिनट इच टु टक टु आवर नेपाली युथ तपाईहरु के भन्न चाहनुहुन्छ जेम्स राइट इन फ्रन्ट अफ यु क्यामेरा म त भन्छु उठौँ है यसरी हातखुट्टा बाँधेर नबसौँ देशको लागि के गर्नुपर्छ आफूले सक्दो आफूले समय दिनुपर्छ च्यारिटी गरेर हुन्छ या गएर चाहिँ कसैको घर बनाइदिने हुन्छ बाटो बनाइदिने हुन्छ
यो सबै बनाइदिनुपर्छ यी चिजहरूको लागि अगाडि बढ्नुहोस् मेरो यही सुझाव छ यङ जेनेरेसन्सलाई तपाईँको नि हामीलाई यत्रो चिजहरू घटेको छ होइन यो नो वान क्यान टेक इट अवे फ्रम अस यो चिज चाहिँ हामीसँग सधैँ रहिरहन्छ तर अब उठ्दाखेरि चाहिँ हामी कतिको प्रिपेयर भएर उठ्ने हामी आफै प्रिपेयर छैनौँ भने इट्स नट जति उठे पनि हामी फेरि लड्छौँ तर त्यो प्रिपेयर्डनेस हामीसँग तयार हुनु पर्यो होइन कुनै पनि यस्तो घटना चाहिँ थाहा भएर आउँदैन नो वान क्यान प्रेडिक्टेड हल्लाको भएर पछाडि लागेर पनि हुँदैन एकदम धेरै हल्लाहरू चल्छ यहाँनिर र त्यही चिजले गरेर मान्छेलाई 5 तल्लाबाट सडकमा एकैछिनमा ल्याइदिन्छ यस्तो हल्लाहरूको पछाडि नजाउँ होइन अनि हामीले आफ्नो देश आफै बनाउने हो होइन नेपाली भनेर गर्व धेरै गऱ्यौँ अब बनेर गर्व गरौँ अनि अरू नो अहिले अब आउने पिँढीले चाहिँ सायद समृद्ध नेपाल देख्न पाउँछ होला र यो सोच सँगसँगै हामीले पनि त्यो नेपाल देख्न आफ्नै लाइफ टाइममा देख्न पाउँछौँ भन्ने आश चाहिँ छ होइन सो लेट्स अल वर्क टुगेदर फर इट जसले जस्तो ठाउँबाट सानोभन्दा सानो जे चिज गर्न सक्छ त्यो चिज गरौँ आफ्नो लागि गरौँ आफ्नो देशको लागि गरौँ आफ्नो परिवारको लागि गरौँ होइन एन्ड विल बी भेरी गुड फ्युचर अगाडि जस्तो लाग्छ सो लेट्स बी पोजिटिभ अबाउट एभ्रिथिङ द्याट वी डु एन्ड लेट्स मुभ अहेड Thank you so much, James, for being on Black and White. Thank you, Look Vijay. forward to Thank you for invitation. seeing you guys again, Mr. जाँदा जाँदै उहाँहरूको कुरा सुने मनन गरेँ मेरो काम नै यही हुन्छ एन्ड आई ट्राई टु समराइज द्याट तर मेरो समरी आज एउटै कुरामा छ हामी बच्चा बेलामा स्कुल जाने गर्छौँ अनि त्यसपछि त्यो कक्षा बढ्दै जान्छ तर कक्षा बढ्नुको निम्ति हामी जहिले पनि त्यो पाठहरू पढ्ने गर्छौँ प्रिपेयर्डनेस भने त्यो यदि हामीले क्लासै पछि राम्ररी प्रिपेयर गरेनौँ पढेनौँ भनेदेखिलाई त एक्जाममा त हामी फेल हुन्छौँ नि अहिले नेपालीहरूको निम्ति यो नेपाल एउटा परीक्षा भएको छ यो परीक्षामा हामीहरू सबै नेपाली एकजुट भएर उत्तीर्ण हुने कि नहुने यदि हामीहरू सबै उत्तीर्ण हुने हो भने जेम्सले नेस्टरले भनेको जस्तो अहिलेदेखि नै सचेत भएर प्रिपेयर गर्नुपर्छ तयार हुनुपर्छ तयार के ज्ञान हासिल गर्नुपर्छ knowledge is power if you don't have knowledge trust me this world is dark but if you have knowledge even in the darkest of the darkest space you will see that hope that light and that little light can become a big light for you in life I'm sure you understand what I'm trying to tell you so stay back with Black and White until next week because I'm going to come back with a lot of positive thoughts, positive ideas, positive show like this, and with positive people like Nishchal and James every week for you. Until then, namaste, charya, and good night.